नमस्ते नमस्ते नमस्ते। यो सेकेन्ड ब्लगमा चाहिँ आज मेरो प्लान चाहिँ खासमा उता के अरे मनोजसँग चाहिँ के भन्छन् यो बडारा आदर्श स्कुल र त्यसपछि गएर रङसिङको जनमुखी स्कुलमा चाहिँ हामी जाने प्लान छ। आज हामी कहाँ जाने? रङसिङ र बडारा। आज चाहिँ हाम्रो के अरे यो आधारभूत विद्यालय बडारामा चाहिँ इसिडीको हस्तान्तरण कार्यक्रम छ। त्यसपछि हामी त्यहाँ 11 बजे कार्यक्रम थियो। अहिले कति बज्यो? अहिले चाहिँ लगभग 11 बज्न लागिसक्यो होला। बिहानभरि पानी परेको थियो। त्यसपछि गएर त्यहाँको कार्यक्रम सक्यौँ भने हामी चाहिँ के अरे जनमुखी मावि रङसिङमा पनि जान्छौँ। त्यहाँ पनि हाम्रो इसिडीको कार्यक्रम छ, साधारणको कार्यक्रम छ। अनि त्यसपछि हामी भालुवाङ हुँदै त्यसपछि फर्किने प्लान छ। फाइनल्ली हामी चाहिँ पुग्यो। पानी भएर यहाँ ज्याकेट सबैले यता ज्याकेट उता ज्याकेट सबै ज्याकेटमा छन्। हामी चाहिँ आज यही स्कुलमा हो। हामीले यो इसिडी बाल विकास कक्षाको उद्घाटन गर्न आएको। यो चाहिँ उद्घाटन हुने छ। यो चाहिँ हामीले काम गरेको बाल विकास। अनि यसमा चाहिँ अहिले कतिजना? नमस्ते नमस्ते। खै कसैले नमस्ते गरेर त मलाई रिसा हो। सबै रिसाको हो नि। कति रमाइलो छ। तिम्रो नाम के हो? साइना चौधरी। ए सलिना चौधरी हो नि। अनि यति ठुलो मान्छे चाहिँ यहाँ किन खेल्न लगाएको त? कि खेलाउनु लगाएको? ए अनि तिमीले के लेखिरहेछौ? तिम्रो नाम के हो? ल तिम्रो नाम नि? अंकिता हो नि। उहाँ सेपरेट डेकोरेसन हो। अनि त्यसपछि कसले गीत गाउने? ल के गीत गाउने? ल गीत गाऊ। तिम्रो नाम के हो नि? अनि यता हेरेर के? तिम्रो नाम गणेश हो। के गीत गाउने? खै कसैले गीत नगाउने? तिमीले पनि नगाउने? ल के गीत गाउने? गाइदेऊ न। गीत गाउने क्या? गीत आउँदैन? ए के भयो? गणेशले हो लड्दैन नि त। साथी मिलेर खेल्छन्। विज्ञान क्षेत्र क्यानाडा र क्रिएटिभ पोसिबिलिटी नेपालको तर्फबाट आदर्श प्राथमिक विद्यालय सम्पूर्ण विद्यार्थीलाई शैक्षिक प्रयासमा सफलताको शुभकामना। तपाईँको शैक्षिक यात्रा अवसर र सफलताले भरिपूर्ण होस्। अब सामानको लिस्ट अलि धेरै लामो छ। मैले यसमा चाहिँ के छ भन्दाखेरि यो बच्चाहरूको खेलाउने कुराहरू छ र उनीहरूको पढ्ने बुकहरू, स्टोरिजहरू। स्थापना 2062 सम्मान पत्र स्थिति नेपाल मतदान मिति 2082-2007। यस आदर्श प्राथमिक विद्यालय बडाराको बाल विकास केन्द्रको भौतिक पक्षको विकासका लागि संस्थागत अनुदानमा आधारित भई बाल शिक्षण सहयोग सामग्री बसाई एवं फर्निचर व्यवस्थापन लगायत रङरोगन सजावटका साथै गृह व्यवस्थापनका विविध पक्षमा सहयोग प्रदान गरी यस विद्यालयका लागि देखाउनु भएको सदा सहायता प्रति कृतज्ञता गर्दै ज्ञापन सहित हस्तान्तरण तथा उद्घाटन समारोहको अवसरमा यो सम्मान
पत्रबाट सुशोभित गर्दै सिपी नेपालको समुज्जवल भविष्यको कामना गर्दछौँ। उत्पीडनमा परेका सबैजनालाई विभिन्न खालका सहयोग गर्दै आइरहेको मलाई अवगत छ र यसरी आज आदर्श प्रावि बडारामा जुन खालको बाल विकासको पूर्वाधारदेखि लिएर बाल विकासलाई जे आवश्यक कुराहरू छ त्यो कुराहरू देख्न पाउँदा निश्चय पनि यहाँको बाल बच्चाका भविष्य उज्जवल हुने मैले आशा र विश्वास लिएको छु। एक ट्रक लाइक एक ट्रक धन्यवाद। मनोज सर कस्तो रह्यो? सबभन्दा त मनोज सरलाई सोध्नु पर्यो। मनोज सरलाई सोध्नु पर्यो, मनोज सर कस्तो रह्यो? चाहिँ के अरे रङसिङको झोलङ्गे पुल, मनोज र म चाहिँ रङसिङको झोलङ्गे पुलमा हामी अब जाँदैछौँ त्यहाँ जनमुखी माध्यमिक विद्यालय रङसिङमा। अहिले कति बज्यो? हामी 1 बजी 12 बजे कार्यक्रम भएको थियो, 2:30 बजिसक्यो, ढिला भयो त्यहाँनिर चाहिँ। थियो पहिला, पछि हामी पालिकाबाट भयो सानो पेन्टिङ भएर बस्ने कार्यक्रम थियो। एक कोठा नै थियो। भौतिक पूर्वाधार अभावको कारणले हामी यही कोठा नै प्रयोग गरेर पुरानो यसो ठुलो पेन्टिङ गरेर हामीलाई त्यो अनुसार बालिकासँग बालिकाको छौटे कुराहरू भन्ने गरेको छ। ती कुराहरू राख्दै चाहिँ सिपी नेपालले हामीप्रति 1 नम्बर वडाका चाहिँ विभिन्न विद्यालयहरू, विभिन्न टोल समुदाय, यहाँका चाहिँ छात्र छात्राहरूलाई, यहाँका विद्यार्थीहरूलाई हरेक दृष्टिकोणबाट गरेका सहयोगहरू अपरिहार्य छन्, महत्त्वपूर्ण छन्। म पुनः चाहिँ सिपी नेपाल संस्थालाई चाहिँ धन्यवाद दिँदै मलाई चाहिँ आज यो कार्यक्रममा यहाँ बोलाएर एउटा चाहिँ उद्घाटन गर्ने र चाहिँ प्रमुख आतिथ्य चाहिँ जुन प्रदान गरिदिनु भयो त्यसप्रति आभार व्यक्त गर्दै सबै साथीहरूलाई धन्यवाद दिँदै आफ्नो भनाइ चाहिँ यही अन्त्य गर्छु। नमस्कार। बाल विकासको पुरा बाल विकास बनाउनको लागि पहल ल्याइदिनु हुने हाम्रो वडा वडालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। फाइनली सक्यो आजको कार्यक्रम चाहिँ। दुईवटा स्कुलमा चाहिँ हामी के अरे आदर्श प्राविमा उद्घाटन गरियो, त्यसपछि गएर जनमुखीमा उद्घाटन गरियो। मनोज सर यतातिर, मनोज सर छुट्टी दिनु भएको छ नि त फेरि। ल मधु सरलाई पनि धेरै धेरै धन्यवाद। मनोज सर त झन् आज टिममै, त्यही भएर विशेष धन्यवाद हाम्रो मधु सरलाई। अब वडा अध्यक्ष गइसक्नु, वडा अध्यक्षलाई पनि धन्यवाद दिनुहुन्थ्यो, उहाँलाई पनि धन्यवाद।